सो हेलो एभ्रिवान, सो नमस्ते अनि तपाईँहरू कस्तो हुन्छ आएको सबै सन्चै हुनुहुन्छ पनि आशा गरेको छु। सो गाइस, आज चाहिँ म बाहिर निस्केर आइसकेको छु। सो अनि बाहिर चाहिँ यस्तो दामीको हावा चलिरहेछ अनि तातो न तातो हावा है। सर पिपलको बोट हेर्नु न कस्तो हल्लिन्छ क्या। यो त जाङ्ली कपाल गुन्द्रुकको कपाल पनि सबै बिगाडिदियो यो हावाले है। सो गाइस, बाहिर निक्लिनुको मजै अर्कै छ क्या तपाईँहरू होइन, देख्न सक्नुहुन्छ पसिनाले सबै भिजिसक्यो। यस्तो तातो हावा छ क्या, तपाईँहरूलाई के भन्नु है। त त्यही हो, तातो हावा खाँदै घुम्दै म चाहिँ मार्केटतिर गएको। तो गाइस, म चाहिँ दिनमा 4-5 चोटि यो मार्केट आउँछु है, देख्न सक्नुहुन्छ यो मार्केट छ नि। दिनमा चाहिँ मेरो 4-5 चोटि आएको आउनु जानु भइबस्छ क्या। कहिले के खत्तम हुन्छ, कहिले के खत्तम हुन्छ होइन। अनि त्यही हो, हेर्नुहोस् मार्केट सोसाइटी, हाम्रो सोसाइटीभित्र छ क्या यो मार्केट चाहिँ, नजिकै पर्छ। अनि सानसानो सामानहरू पनि यहीँनिर पाउँछ। पनिरहरू भयो, ब्रेडहरू भयो होइन। तो यस्तो यस्तो चिजहरू यहाँनिर चाहिँ आइबस्नुपर्छ। म यो मार्केटमा चाहिँ 4-5 चोटि, दिनमा 6-7 चोटि चाहिँ आइबस्नुपर्छ क्या। सानसानो सामानहरूको लागि, दबाईहरू लिनुको लागि, क्यामेजहरू भयो होइन, ब्रेड पनिर यस्तो यस्तो चिजहरू यहाँनिर हाम्रो मार्केटमा पाइबस्छ क्या। त्यसको लागि चाहिँ मलाई दिनमा 4-5 चोटि त म आइबस्नुपर्छ क्या यो मार्केटमा। त्यही हो। यहाँनिर चाहिँ पनिरहरू भयो होइन, ब्रेड जे पनि पाउँछ क्या। अनि यो प्यार कुकुर छ क्या, यो चाहिँ मलाई सुहानी कुकुर छ क्या। हेलो, म चाहिँ यसलाई देखेको है 6 महिना जति भयो क्या। 6 महिना यहाँ म काम गर्नु लागेको, जहिलेदेखि काम गर्नु आउँछ होइन। यो चाहिँ मेरो साथ जिस्किबस्छ क्या। यो चाहिँ मसँग जिस्किबस्छ क्या। मलाई आएर घरि रिपोर्ट ल्याउँछ अनि मसँग चलिबस्छ क्या। यो मजाको छ गाइस होइन, दामी छ। आज गर्मी यति छ कि यार, तातोले होला स्याँ भइरहेछ। त्यो अनि यतातिर चाहिँ तपाईँहरू देख्न सक्छ सानो बुकहरू छ होइन, बुकहरू पनि पाउँछ। त्यो चाहिँ पनिरको दोकान है, सबै कुरो पाउँछ, ब्रेडहरू पाउँछ है, सबै बनहरू यस्तो यस्तो। हाम्रो नेपालमा त झन् यो तपाईँले देख्न सक्नुहुन्छ गोलगप्पा भनेको होइन रहेछ। त त्यही हो, म चाहिँ यो दोकानमा धेरै जस्तो चक्कर लगाइबस्नुपर्छ क्या मार्केटमा। दिनमा 4-5 चोटि चाहिँ लगाइबस्नुपर्छ। त्यो गाइस, यता केही हुँदैछ, अहिलेको कामहरू हुँदैछ। अनि खाने चाहिँ मैले चाहिँ पनिर लिइसकेको छु। आज पनिरको सब्जी खाने अरे क्या होइन। अनि पनिरको सब्जी खाने अरे म चाहिँ पनिर लिएर अब घरतिर गइसकेँ। त मेरो चाहिँ 2 घन्टाको रेस्ट हुन्थ्यो होइन। पार्कमा गयो, हल्का यसो सेल्फी भिडियोहरू बनायो। यस्तै त छ नि जिन्दगानी है। मान्छेहरू घाममा निक्लिनु है डराउँछ क्या। कालो हुन्छु भन्छ है, कालो भइन्छ भन्छ है। यार भगवान्ले हामीलाई अब यस्तै जन्म दिएको छ, अब जति घाममा बचेर बसे पनि होइन कालो त भइहाल्छ नि है। छालै हामीलाई यस्तै पठाइदिएको छ। अनि अब घाममा निक्लेर अरू कालो हुन्छ भन्ने त भएन नि त होइन। अब घरभित्र बसेर चाहिँ गोरो हुन्छ अनि बाहिर निक्लिँदाखेरि चाहिँ कालो भइन्छ भन्ने होइन नि त हो साथीहरू। हाम्रो भाग्यमै अब यत्तिकै लेखेर पठाइदिएको छ, यत्तिकै बनाएर पठाइदिएको छ। अनि छुपाएर पनि के गर्नु होइन। जति कालो भए पनि घरभित्रै बसेर पनि गोरो भइन्छ भन्ने छैन क्या। त्यही हो, म चाहिँ बाहिर घुम्नु फिर्नु भनेको
डराउँदिनँ। जस्तो सुकै घाम भने पनि पानी भने पनि होइन कुदिबस्छु क्या। म जस्तो कुदिबस्ने मान्छे त यो संसारै छँदै छैन होला क्या। दिनमा तपाईँ आफै सोच्नुहोस् न, म दिनमा पनि 5-6 चोटि चक्कर लगाउँछु क्या, 5-6 चोटि होइन। छोड्दैन क्या मलाई, यो मार्केटिङ गर्नु मलाई छोड्दैन। केही खत्तम भएको छ जहाँ गएर लिएर आइज भन्छ है, फेरि कुदिहाल्नुपर्छ क्या, फुर्र कुदिहाल्नुपर्छ, त्यही हो। अनि बाहिर निक्लिँदिनँ म कालो हुन्छु भनेर त भएन नि त गाइस होइन। अब कालो हुनु नै छ, यत्तिकै बनाइदिएकै छ, अब किन हुन्छ भनेर नहिँड्नु त होइन नि त, हिँड्नु पऱ्यो नि त। अब यस्तै हो, के गर्नु, काम त गर्नै पऱ्यो होइन। घाम भने पनि पानी भने पनि त्यही हो। जस मलाई खुसी पनि लाग्छ होइन, बाहिरको नजाराहरू हेरिराख्नु पाउँछु म होइन, जतिसुकै काम भए पनि। अब कतिजनाहरू त है भित्रै कोठीभित्रैदेखि बाहिर निक्लिनु दिँदैन भन्छ, तर मैले काम गर्ने ठाउँमा त्यस्तो छैन क्या। मलाई त 5-6 चोटि नै बाहिर निक्ल्नुपर्छ यार, कहिलेकाहीँ त रिस उठ्छ यार। तपाईँको हुन्छ नि एकदम रिस उठ्छ क्या। पानी पुटुटु परेछ भने पनि अब सामान खत्तम भएको छ भने ल्याउनै पऱ्यो। अन्त 2-3 ड्राइभरहरू छ है, ड्राइभरहरू छ, तिनीहरूलाई पठाउँदैन, कुद्नु पऱ्यो म आफै यार। गाह्रो छ यार परदेशको जिन्दगी, कोही छैन। मेहनत गर्नुपर्छ, एक दिन सफलता मिल्छ होइन, त्यही हो। डराउनु हुन्न क्या, काम भनेको जुनसुकै काममा पनि डराउनु हुन्न। त्यो एक दिन त म यस्तो आँधीहरू आएको थियो है, तपाईँहरूलाई थाहा नै छ। मेरो ज्यान हेरेर एकचोटि हावा कसेर आयो भने म खुद त उडेर माथि आकाशमा पुग्ने खाले सर्भिस छ मेरो होइन। लेकिन त बिच बाटोमा यति धेरै हावा आयो क्या, के गरौँ भयो साथीहरू होइन। छक्कै पऱ्यो क्या, अचानक आयो क्या। यतै त उहरू झरेको छ होइन, घसेटाहरू झरेछ, हाँगा झरेछ, कस्तो आएको थियो क्या एक दिन त हावा। त्यही हो, म त जस्तो सुकै भए पनि छोडिएन काम गर्नु है, त्यही हो गाइस। अब मेरो पनि घर पनि आइसक्यो होइन, अब जान्छु 10 मिनट यसो ढल्किन्छु, अनि त्यसपछि फेरि स्टार्टिङ हुन्छ मेरो काम, त्यही हो। अब अनि अरू तपाईँहरूलाई के भन्नु यार, तपाईँहरूकोतिर कति गर्मी छ। म चाहिँ अब घरको एन्ट्री गरिसक्यो। सो गाइस यो चाहिँ मेरो पार्किङ हो, गाडीको पार्किङ। कस्तो दामी आउँदो रहेछ, उज्यालो आउँदो रहेछ है गाइस। बाहिर घाम त देखेर अरू कालो देखिरहेको थियो, भित्र त कस्तो गोरो देखिँदो रहेछ है होइन। सो यो चाहिँ हाम्रो गाडी पार्किङ गर्ने ठाउँ है। आज पनिरको सब्जी दबाएर खाइन्छ। सो गाइस फेरि अर्को भिडियोमा आउनेछु, त्यतिको लागि बाई बाई एन्ड लभ यु all।